ल केटा हामी जाँदैछौँ यहाँ फुटबल खेल्नलाई अनि यहाँ केटाहरू अगाडि छ अगाडि छ केटाहरू मेन प्लेयरहरू यता छ होइन हामी जाने ठाउँ देखाइदिन्छु म तपाईँहरूलाई यो पल्लोपट्टि हो यता हो है पल्लो डाँडा उता यो डाँडा चाहिँ टक्कसँगले माथिको डाँडा पुग्नु पर्ने हो हामी ल थियो अब चाहिँ जाउँ हामी होइन गोरे भाइ आज कति गोल हान्ने 5 ठ्याक्क जर्सी लगाएर केटाहरूको 5 गोल हान्छ अरे भाइले के गर्छ अब हेरौँ उहीँ पुगेपछि थाहा हुन्छ अब त्यस्तै हो नि त मैले बेलुका बोकेर लिएर आएको त्यो टावर चाहिँ ठ्याक्कै समला डाँडा हो अनि केटाहरू फुटबल खेल्ने हिँडेको अरे यहीँ आइपुग्दै गलेर फाँक भइसक्यो हो कि भन्दा गलेर फाँक भइसक्यो यत्रो तल यहाँ भिरदेखि यहाँ 3-4वटा भिर चढ्दा यार 3-4वटा जोड्दाखेरि त सगरमाथै बन्थ्यो नि एउटा सगरमाथै चढेर आइसक्यो हामी यहाँ अब अझै यो ठ्याक्कै पाएपट्टि पुग्नुपर्ने हुन्छ हामी चाहिँ यहाँनिर छौँ हामी गलेर फाँक भइसक्यो झोला उस्तै बोकिरहेछ भारी यो भाइ चाहिँ बुट बोकिरहेछ ठ्याक्कै हामी समला डाँडाको चाहिँ ठ्याक्कै छेउमा छौँ ठ्याक्कै त्यो टावर देखिरहेछ नि त्यो टावर चाहिँ समला डाँडा हो अनि ठ्याक्कै त्यो जङ्गल पारी चाहिँ हामी खेल्न जानुपर्ने हुन्छ आज यो ग्राउन्ड चाहिँ केटा हो ठ्याक्कसँग यहाँ गेम हुन्छ एकछिनमा त दर्शकहरू अहिले निकै हुनेवाला छन् केटा हाम्रो मेन केटाहरू जाँदैछ उयो गोरे भाइ अझै टल्केको यार खेल्छ नि मलाई दिप अलिक यता साइड गर्दै गर खेल है अर्जुन दाइ पनि कस्तो खेल्छ चाच उसले हल्का ड्रिब्लिङ गर्नु खोज्छ क्या बसन्त दाइ त खतरा खेल्छ त ओ चाल साँझ तामामा कम्ता पाएको छैन नि गुड जब ओ कर्नर भयो आमा त्यतिकै जित्ने रहेछ त्यो चाहिँ हाम्रो किपर एउटा दर्शक बसिरहेछ होइन भन्दैछ मार्नु मैले दाइले अघि होला बिस्तारै खेल्दै अफ तानेर खेला केटा ओइ कहाँ पर्छ अरे भाइ के हेर के छैन रोको उदा बसन्त दाइले त्यस्तो चान्स पाएको है पानी एकदम परिरहेछ केटाहरू र पनि खेलिरहेछ पानी परेर पनि अफ होइन रेफ्री त हेरेर एउटा स्कोर चाहिँ 1-0 भइसकेको छ है ओपोनेन्टले एक गोल हान्यो त्यही पनि झ्याल्टी खेलेर हानेको छ अफसाइड भएको गोल पनि ठ्याक्कै लगेर हानो लाइसेन्स खुलित्तै खालको रहेछ लाइसेन्स रेफ्रीले त्यति गोल दियो हो रेफ्री त झन् बिल्ला हो किपरलाई छोडिदेऊ भन्न है यो किपर छ चढ
आधी 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 पास दिए जस्तो गर्छ त यो हात्दै त हात्दै छिराउनु दीप सँगै नोए हावा रहेछ त जल्लाहरू त देख्दैन थाहा भइसक्यो रेफ्री आउँछ देख्दैन रहेछ मा हामीले भएर खान्छ को विशाल भनेको चाहिँ किपर उयो विशाल हो कहाँ पर्छ राधिका सुङ्गा होइन जिस्काइदिए खेलाउँदै नि के भयो गएर म खेल्दिउँ क्या हो सुट ल्याम किन मान्दिउँ क्या हो ए हेर्नु भयो आछि दीप 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 ओ डिप दाइ पछाडि हो रोकेर खेला न छाता बन्द गर्न छाताले पानी हो त्यसो गर भाइ खेला न तिम्रो राम्रो भइरहेछ त भाइलाई तल झार्छु पसललाई अनि उठाउँछ अगाडि ल यहाँ बस्नु ल म उता हो किन चल बस्नु बस्नु सक्यो सक्यो बोतल पनि खिचाएर दाइ भित्र लभली ओइ हेट मौरी टोक्छ होला
आम्मामा अफमा बस्यो अब त्यो अफ ए रन नदिएको हाम्रो त प्लेयरहरू सबै अफमा मात्रै बस्छ लभली ल ल ल ल आम्मामा यहाँबाट चाह जान्छ अब आदि त पठाउनु अब यहाँ चाहिँ केटा हार बिहे गरेर भाइ के छ ठिक छ यता देखाउ न भाइ त्यो त उर्लाबारीभरि पब्लिक हुन्छ त भाइ उर्लाबारीभरि पब्लिक हुन्छ भाइ चाहिँ अर्को गेम हो केटा के दिनु के अरे विशाल टेलको जर्सी लगाएर मान्छे लुत्तै भयो के होइन सेन्ट्रल मिडिया हो तर सेन्ट्रल ब्याग झरेर के गर्ने गाह्रो छ राम्रै प्रयास गरेको थियो तर अलिकति कुन चाहिँ आएछ त्यो यता देख्नु भएन लालझोडा लालझोडा एफसी ऊ केटाहरू उहाँ पुगिसक्यो हिँड्नु न केटाहरू आउँदैछ थर्ड भएर के केरा पायो के पायो भाइ केरा पायौँ नि हामीले सब केटाहरू यहाँ चाहिँ खसी खाने उयो भएर आएको केटाहरू तर भरे खसी त के खसीको यस्तो छ माहौल यता पाहाडमा हामीलाई पानीले कुट्छ होला यार भाइ पानीले कुट्छ होइन बाट हारेर चाहिँ हामी लागिसक्यौँ केटा यस्तै छ पेनाल्टी सुटाउनमा हार्यो केटाहरू नेक्स्ट टाइम केही छैन केटा हो नेक्स्ट टाइम फेरि ट्राई गर्नुपर्छ हो कि न केटा खसी आयो खसी नो फेयर नो त्यो लाइट्सम्यानलाई त होइन त्यसको गाडमा हान्नुपर्ने भाइ त्यसो नभन नि यार त्यसो नभन न यार केटा हो उनीहरूले नै नो फेयर केटाहरू जे हो भने उनीहरूले नै पाउने गरी गरेको हो क्या हो कि न केटा भन त घुम्दै अब्बा लगाइरहेछ यार केटा हो यार ए समला अमला भइसक्यो मामा केटा कस्तो भइरहेछ यहाँनिर हार 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 हामी केटा माथि खेल्नु आयो ए भाइ तिमी यार उयो नगर न यार कस्तो फिल भइसक्यो भाइ कस्तो गोरे भाइ दाजु तिमी थर्ड भयो नि थर्ड भयो केही दाइ के भयो क्वार्टर फाइनलमा हारेको क्वार्टर फाइनलमा हार्यौँ हार्न चाहिँ होइन त्यही पनि अब केही छैन हामीले अब पहिलोचोटि प्राइस ट्राई गऱ्यौँ त होइन भाइ यस्तो हिलो थियो नि ग्राउन्ड फेरि यस्तो खालको थियो नि यस्तो खालको यो ठ्याक्कै यो खेत छ नि यो यस्तै खालको थियो क्या फेरि सबै ग्राउन्ड घाँस चाहिँ घाँस ढुङ्गै ढुङ्गा आम्मा यस्तो भिडियोमा खेलेको हामीले अब ओह्रालो लागिँदैछ हामी ओह्रालो लागिँदैछ
अनि ठ्याक्कै त्यो पल्लो डाँडा चाहिँ कटेर चाहिँ हामी पानी पानीले यहीँ यो बोर्ड छ बोर्ड चाहिँ यसो छिर्नु नि ठ्याक्कै ओह्रालो लागिसक्यो अब यहाँबाट चाहिँ पानीले नभेटोस् पानीले चाहिँ नभेटोस् ऊ माथिबाट आएको तिनवटा डाँडा कट्नुपर्छ भन्नुपर्ने रहेछ यार भाइ कहाँ चढेको है सिधो पानी आइदियो झन् खतरा छ अरे झर्ना छ केटा यता खोल्सी अब यस्तो खोल्सी यता बाटो खोल्सी झर्ना बाटो हुँदै केटा हामी चाहिँ घर लागिसक्यो यस्तो भिर छ भिरको बाटो खतरा खोल्सी छ यता चाहिँ यस्तो खोल्सी छ अब यहाँदेखि यति हेर्नु भयो